कवि लामिछानेजीले यो दुःख गर्नु पर्या थिएन, उहाँले यो जोखिम मोल्नु पर्या थिएन। मिडियामा आइ थियो, नाम कमाउनु भएको थियो, दाम कमाउनु भएको थियो, प्रतिष्ठा थियो, कीर्ति फैलिएको थियो। उहाँलाई के पुगेको थिएन र यो जोखिम र यो आँट गरेर उहाँले नयाँ पार्टी नै यी पुरानाहरूलाई ललकारदै मैदानमा आउनुभयो। आज त्यो ललकारेको मूल्य उहाँले राजनीतिक प्रतिशोध मार्फत बेहोरिरहनु भएको छ। नेपाल चाहिँ एउटा कि नर्सरी कि वृद्धाश्रम मात्र भएर बस्ने जुन जोखिम छ, यसलाई हामीले चिर्नुपर्छ। 21 सिटबाट त 100 सिट नगाउने हो, सकिन्छ बहुमतै ल्याउने हो, गठबन्धन सहित त 2/3 नै ल्याउने हो भने हाम्रो छाती पनि फराकिलो हुनु पर्यो, पार्टीको आकार पनि फराकिलो हुनु पर्यो र हाँक्न सक्ने 25 जना त हामीलाई संघीय मन्त्रीहरू चाहिन्छ। 100-150 त हामीलाई अब्बल आजका सुमना र सोभिता तोसीमा जस्ता सांसदहरू हामीलाई चाहिन्छ, 100 जना भन्दा बढी। र 753 पालिकाहरू मध्ये कम्तीमा पनि 100, 150, 200 चाहिँ मेयर जित्ने खालका